एभ्रिवान। आज चाहिँ म कहाँ जाँदैछु होइन, धेरै दिन बादमा तपाईँहरूको लागि सानो भ्लग लिएर आउँदैछु। र आज चाहिँ आमा पनि रेडी हुनुभएको छ। यहाँ बेसी टाढो होइन, हाम्रो घरको अगाडि चाहिँ यहाँ जङ्गललाई पुरै छाडेर चाहिँ एकदम के बनाएको छ अरे, म देखाउनु जाँदैछु। आज तपाईँहरूलाई हेर्दै जानुहोस् न ल। यहाँ अहिले हामी चाहिँ यहाँ बगान लाइन आइपुगेको छु बाटोमा। यहाँ त गेट पो बनिँदो रहेछ त। आम्मामामाम, गेट बनिँदो रहेछ मेन। यहाँनिर चाहिँ गेट बनिँदो रहेछ हो। यो चाहिँ बगान लाइन हो। आम्मामाम, यहाँ त पहिले जङ्गल थियो, अहिले त चिन्नु नसक्ने भइसकेछ। यहाँ चाहिँ मकै बारी रहेछ। त्यही त मान्छेको लागि काम खोल्यो नि, सबैको लागि। कहाँ घाँस उखाल्ने धरि काम छ अरे काकी, गोड्ने काम धरि छ अरे। 250 रुपियाँ अरे हो, बिहान 7 बजीदेखि 1 बजीसम्म अरे। नि कता कता टिपिसकेको। यो चाहिँ पानी यसरी हाल्छ यहाँनिर चाहिँ हो। कमी नै नहुने नि घाँसको। पल्लोपट्टिको नि घाँसै होइन खोइ। ए नि 500 यसरी भएर चाहिँ भेट्छ नि, एकछिन उभिनुपर्छ। ए भेट्दैन रहेछ। दुइटै लामो रहेछ नि। यसले चाहिँ चिप्लिन्छ नि, हिलो छ नि त, पानी पानी छ। के को लागि रोपेको अरे? गाईको लागि। यो चाहिँ घाँस, पालेको घाँस अरे। यो चाहिँ सबै कसैलाई काट्नु दिँदैन। यो चाहिँ सबै बगानको एरिया हो। पहिले जङ्गल थियो, अहिले चाहिँ यो कान्छी बगान आइपुग्नु आँटेको हामी। ए त्यहाँ दुलो पार्नु प्लास्टिक चाहिँ ओछ्यायो। जहाँ जहाँ दुलो पार्यो त्यहीँनिर रोप्यो। यसरी लसुन चाहिँ यसरी रोप्नु पर्ने रहेछ। प्लास्टिक बिछायो, त्यसको बादमा दुलो पार्दै रोप्दै गऱ्यो भने चाहिँ एउटा झाड पनि नउम्रिँदो रहेछ। हेर्नुहोस्, हाम्रो गाउँको सबैजनाले नि कामको चाहिँ कमी भएन। सबैजनालाई कामै काम निस्क्यो। कसैलाई घाँस गोड्ने, राम्रो राम्रो गाउँमा टाढो जानु परेन नि। यस्तो जङ्गल थियो नि। यो जङ्गललाई अस्ति नै एकपल्ट मैले भिडियोमा हालेको थिएँ, जुन चाहिँ अजिङ्गर भनेन, त्यो चाहिँ यहीँनिर भेटेको थियो हामीले। मैले त्यो भिडियो पनि यहीँ बनाएको हो। त्यो जग्गा चाहिँ अहिले यस्तो भएको हो। फेरि जङ्गलको बिचमा एउटा सानो बगान छ। यो सानो बगान भएकोले गर्दा चाहिँ यसको नाम चाहिँ कान्छी बगान अरे हो। यता चाहिँ जङ्गलै छ, अझै फालिसकेको छैन। यहाँ पर तपाईँ देख्दै गर्नुभएको होला। यो चाहिँ
गाईको गोठ भन्छ नि त्यो बनाउँदै रहेछ हो परालहरू पनि देख्नुहुन्छ होला तपाईँले हो पुरा रहेछ काम गर्नु हिँडेकोले थाकिसक्यो कहाँदेखि हिँडेर आएको हामी चाहिँ हेर्नुहोस् यहाँदेखि होइन घुमेर यहाँ हेर्नुहोस् गाईको लागि चाहिँ परालहरू रहेछ अन्त यो चाहिँ ठुलो बढे ग्वाली बनाउँदै रहेछ हो मेन कुरा हामी जे हेर्नु आएको चाहिँ म तपाईँहरूलाई देखाउन आँटेको छु हामी पुगिसकेको छु तपाईँहरू पनि हेरिदिनु होला यहाँ हेर्नुहोस् हामी चाहिँ खास चाहिँ यहाँ गाई हेर्नु आएको आमाम कान त कत्रो बढे कान के गाई अरे उही सिङ पनि त कस्तो खाले त उकालो पो गएको रहेछ भाग्यमानी रहेछ र त यहाँनिर बसेर खानु पाइराखेको छ त गरममा हिँड्नु परेन नि घाँस पनि रोपिराख्नु लागि बेसी रहेछ कतिवटा छ अरे टोटल 30वटा गाई छ अरे हो सबै गाई मात्रै छ अरे साथी हो यहाँ चाहिँ अब गाउँघरमा गाई हरायो जङ्गललाई फाडेर ग्वाली बनायो भन्नाले गाउँघरको त अब सकिने घाँसहरू नभएर यो त हेर्नुहोस् यहाँ चाहिँ बाहिर एउटा रहेछ हो यो घाँस दाना पकाउनुको लागि चाहिँ यो काट्छ नि त कान पनि कत्रो ठुलो ठुलो रहेछ यस्तो खाले गाईको कान चाहिँ मैले फर्स्ट टाइम देखेको यत्रो लामो लामो नम्बर लगाइदिएको छ क्या गाईलाई सबै गाईको नम्बर छ ए भिडियो गर्दैछु त अन्त यिनीहरूकै यही गाईहरूलाई नै म खिच्नुको लागि आएको तपाईँहरूलाई देखाउनु मलाई त हान्नु खोज्दैछ नि तर मलाई त गाईले खेदाउँछ नि कान छेरेको रहेछ हेर्नु न कसैको काटेको हो र यिनीहरू सबै दुना गाई हो कि होइन बाछीहरू हो अहिले सबै बाछीहरू यत्रै बाछी छ भने पछि गाई कत्रो हुन्छ होला हेर्नु न अलग अलग नि होइन मैले बुझेँ यिनीहरू सबै चाइनिज गाई हो आँखा चिम्रे चिम्रे छ कि राई हो राई पो होला आँखा त हेर्नु न हाम्रै आफ्नोहरू हो क्या आफन्तहरू हो क्या राई पो रहेछ हेर्नु चिम्रे न चिम्रे राई गाई रहेछ हौ राई बहिनीहरू पो रहेछ त यहाँ त गरम कति हुँदो होला बादमा नि तपाईँहरूलाई कस्तो लाग्यो यहाँको गाई पालन कमेन्ट गरेर बताइदिनु होला है सबैजनाले हामी चाहिँ काकी अजी आमा म हामी यहाँ हेर्नु आएको अस्ति सुनेको थिएँ तर आउनै पाएको थिएन त्यही भएर आज चाहिँ टाइम निकालेर दिन राम्रो हेरेर आएको तर यति गरम छ नि अझै कस्तो लाग्यो अन्त गाई मलाई पनि यस्तै पाल्नु मन लाग्यो हेर्नु न एउटा चाहिँ लगाएर पाल्नु पर्छ नि मार्छ यो चाहिँ बाउन्ड रहेछ है बाउन्ड रहेछ है यसको मुख अर्कै छ यो अर्कै छ है यो चाहिँ बाउन्ड रहेछ यिनीहरू चाहिँ राई रहेछ छ होला नि सबै सिङ हेर्नु नि सिङ कसैको मुनि कसैको माथि गएको कसैको पछाडि ऊ त्यसको त डेन्जर रहेछ
खानुको लागि खानेको लागि सबै काटेको रहेछ। तँ त आएको छस् त हौ, पुरा हेर्नु मन लाग्यो। लु तिमीहरूलाई सबैले हेर्छ, तिमीहरू दुईजनालाई ल पोज दिँदैछ, यिनीहरूले फोटो खिच्ने बानी भएछ। ल हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो यहाँसम्म आएर हो, यति घुमेर यस्तो घाममा पनि। र तपाईँहरूलाई पनि कस्तो लाग्यो, यस्तै भिडियोहरू लिएर आउनेछु फेरि। तबसम्मको लागि बाई बाई। बाई बाई गरिदिनु सबैजनाले।